म चाहिँ सौदाको छोरी। हेलो गाइज, गुड मर्निङ। म चाहिँ हिजो मुक्तिनाथ आइपुगेको थिएँ। आउन आउँदै ढिलो भइसकेको थियो, 11 बजिसकेको थियो। सो मैले भिडियोहरू केही पनि बनाउनु पाइनँ। अब चाहिँ हामी मुक्तिनाथ मन्दिर जाँदैछौँ दर्शन गर्नलाई। अब अगाडि हेर्दै जानु। अब हामी मुक्तिनाथ प्रवेशद्वारमा छौँ। हेलो 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 हामी माउन्ट एभरेस्ट चढ्दैछौँ। के म चाहिँ सौदाको छोरी? हामी चाहिँ अब मन्दिर पुग्न लाग्यौँ। सो गाइज, मैले चाहिँ लुगा चेन्ज गरिसकेँ। अब ढाबामा गएर नुहाउने हो। यस्तो डर लागिरहेको छ मलाई। मेरो फर्स्ट टाइम हो होइन। मुक्तिनाथ चाहिँ सेकेन्ड टाइम हो, तर नुहाउने चाहिँ फर्स्ट टाइम हो। किनभने लास्ट टाइम चाहिँ मलाई पिरियड्स भएको थियो, सो मैले नुहाउन पाइनँ। दिस टाइम चाहिँ लेट्स सी एक्सपिरियन्स कस्तो हुन्छ। मैले चाहिँ यता मुक्तिनाथ दर्शन गरिसकेँ। पूजा गरेर म बाहिर निस्किसकेँ। म चाहिँ यता गौतम बुद्धको स्ट्याचु लिएर आइसकेको छु। अनि यहाँको भ्यू रहेको छ यस्तो। पछाडि हेर्न सक्नुहुन्छ तपाईँहरू, कस्तो मजाको भ्यू छ है होइन। म अझै नजिक गएर पनि हजुरहरूलाई भ्यू देखाउने छु। अब म चाहिँ यहाँ राउन्ड सर्कल होइन, कुण्डमा नुहाउँदा अनि त्यो 108 धारामा नुहाउँदा त कस्तो हुन्छ नि। सुरुमा चाहिँ चिसो हुने चिक्क भयो होइन। अनि त्यसपछि चाहिँ वर्थ इट थियो। किनभने नुहाएर लुगासुगा फेर्दाखेरि त भित्रैबाट आफै तातो भइरहेको के, त्यस्तो केही फिलै भएन। अनि मन्दिर पनि मजाले दर्शन भयो, त्यस्तो गाह्रो पनि भएन। ब्रेकफास्टको भिडियो लिन चाहिँ मैले बिर्सेँ। यो चाहिँ आलु परोठा र अचार र तरकारी आउँदैछ। आलु परोठा सकेपछि तरकारी दिने रे। फाइनली अब मुक्तिनाथबाट निस्किँदैछौँ ड्रेस चेन्ज गरेर। अब हामी धुम्बा लेक जाँदैछौँ। बाँकीको चाहिँ अब मैले धुम्बा लेकमा देखाउँछु है। हामी चाहिँ यता धुम्बा लेकतिर जाँदैछौँ। हामी यहाँ धुम्बा लेक आइसकेको छौँ। म हजुरहरूलाई अब लेकको भ्यू देखाउँछु कस्तो छ होइन। हाम्रो धेरै डेस्टिनेसन्सहरू छैन घुम्ने, अब 1-2वटा ठाउँ हो। बिस्तारै होला, म हजुरहरूलाई देखाउँछु ल। यो हो हाम्रो धुम्बा लेक। ह्याप्पी तिहार। हामी तिहारको बेला आइपुगेका छौँ है। हामी आज पूर्णिमा कहिले हो? पूर्णिमा आज। तिमी आज हो पूर्णिमा। हाम्रो रोबिन हुड घोडा निकाल्नु। घोडा क्या तुमने आज आलू
सुबह से एक और करता है। नाइस ब्युटिफुल। हेलो गाइज, हामी चाहिँ यता जेरी गल्ली जाँदैछौँ। मार्फा आइपुग्यौँ अनि जेरी गल्ली जाने बाटो चाहिँ यस्तो रहेको छ। हेर्नुहोस् हजुरहरू। यहाँ चाहिँ यसरी स्याउ फलेको छ। लाटुलम कति स्याउ खानुहुन्छ तपाईँहरू? हेर्नुहोस्, मैले लिएर आइसकेँ हजुरहरूको लागि ताजा ताजा रुखमा फल्दै गरेको स्याउ। मैले चाहिँ यहाँ ड्रेस लगाइसकेँ। जाँदा हुन्छ?